जय श्री राधे, जय श्री कृष्ण, जय माता दी। म यस्तो कश्यप पाण्डे। भगवानको असीम कृपा तपाईँ अनि तपाईँको परिवारमा बनिरहोस्, यही नै शुभकामना। आदरणीय महानुभावहरू, आज मलाई दिल खोलेर हाँस्न मन लागेको छ। हा 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 हा। जय श्री राधे। हा 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 हा। जय श्री राधे। हा 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 हा। आज म साँच्चै भन्नुपर्दा दिल खोलेर हाँसेको छु, किनकि हिजो मलाई जसले विरोध गर्थ्यो, मेरो कुराहरूको खण्डन गर्थ्यो, मैले हालेका पोस्टहरूमा ब्याकबाइटिङ गरेर भिडियोहरू बनाउँथ्यो, आज मेरो कपी गरेर भिडियोहरू बनाएका रहेछन्। काठमाडौँमा बसेर तपाईहरुलाई ठग्ने मै हुँ भन्ने नामुद ज्योतिषहरूले। मैले आजभन्दा 4-5 वर्ष अगाडि मनी प्लान्टको बारेमा एउटा भिडियो बनाएको थिएँ। 15 मिनेटमा 15 मिलियन भन्दा बेसी व्यक्तिहरूको भ्युज थियो त्यो भिडियोमा। 15 मिलियन र तपाईको 13K भन्दा माथि म्यासेज थियो है। 13,000 भन्दा बेसी म्यासेज, जो यति भाइरल भयो त्यो भिडियो र खप्न नसकेर मेरो बारेमा यस्तो होइन भाइरल भयो, अहिले भिडियो निकै भाइरल भएको छ, उसले भनेको कुरा होइन भनेर मेरो बारेमा भिडियो पनि बनायो त्यो मान्छेले। र त्यसको बारेमा मैले धेरै भिडियोहरू बनाएँ इन्डाइरेक्टली, नाम नतोकेर। आज म नामै तोकेर भन्छु। एउटा ज्योतिष छ यता जमलतिर, कता सेतो गेटबाट भित्र बस्छ, युवराज सञ्जेल गरेको व्यक्ति। उसले मेरो जहिले पनि मह्यु भन्ने उसलाई मैले च्यालेन्ज नै गरेको थिएँ भिडियो मार्फत। तिमीले नचिनेको 10 जना ल्याऊ, मैले नचिनेको 10 जना ल्याऊ, राष्ट्रिय मिडिया राखेर कुण्डली विश्लेषण गराऊ। ती कुण्डली विश्लेषण गर्ने तिमीले पनि चिनेको हुनुहुँदैन, मैले पनि चिनेको हुनुहुँदैन। अनि जजमेन्टले उनीहरूलाई सोधेर कोसँग बेसी मार्क्स ल्याउँछ, तिमीले बेसी मार्क्स ल्यायो भने म तिम्रो झोला बोक्न तयार छु, मैले बेसी मार्क्स ल्याएँ भने तिमी मेरो झोला बोक्न तयार हुनुपर्छ भनेर मैले उसलाई च्यालेन्ज सुद्ध गरेका थिएँ। र उसको भिडियोहरू अहिले डिलिट गर्यो होला उसले। परेवाको बारेमा उसले अनगल कुराहरू गरेका थियो। घरमा परेवा आयो भने त तपाईको यति राम्रो उति राम्रो, परेवा आउनु अत्यन्तै राम्रो। र मैले खण्डन पनि गरेका थिएँ। काठमाडौँमा बसेर तिमीहरूलाई के थाहा छ, तिमीहरू गाउँमा आयो, रिसर्च गर। जुन घरमा परेवाहरू बढ्छ नि त्यो घर मसान घाट हो, त्यहाँ कोही सन्तानहरू रहँदैनन्। त्यो घर एउटा चाहिँ तपाईको शमशान घाट हो, मुर्दा घाट हुनेछ भनेर मैले भिडियो बनाएको थिएँ। र मैले योभन्दा अगाडि पनि एउटा भिडियो बनाएको छु। र मैले हिजो उसको वालमा गएर होइन, कसैले तपाईको रिपोस्ट गरेको रहेछ त्यो भिडियो, र धेरै मन पराइदिनु भयो तपाईहरुले। परेवा घरमा आउँदाखेरि घरै छोड्नुपर्ने